नमस्कार साथीहरू, यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज म हजुरहरूलाई 16 सुते बत्ती कसरी काट्ने भनेर सिकाउन गइरहेको छु। अब त्यसको लागि हामीलाई सदाझैँ हामीले अलिकति कपास अनि अलिकति खरानी पनि लिनुपर्ने हुन्छ। मैले चाहिँ यहाँ यसरी कचौरोमा अलिकति खरानी राखेको छु। यो चाहिँ एकदम चोखो कचौरो। यसलाई चाहिँ अहिलेसम्म हामीले खाने बेलामा तरकारीहरू हाल्नको लागि प्रयोग गरेका छैनौँ। मैले यही पूजाको लागि मात्र भनेर ल्याएको कचौरो हो। अब हेर्नुहोस् है, यसरी हामीलाई कपास खरानी चाहिन्छ। अब हामी 16 सुते बत्ती कसरी बनाउने भनेर अब हेर्नुहोस् है त। सुरुमा अब हामीले सदाझैँ यसलाई लामो धागो निकाल्ने। अब त्यो हामीले नर्मल्ली 5 सुते बत्तीहरू काट्दाखेरि अलिक छोटो छोटो काट्नु पर्थ्यो भने 16 सुतेको लागि चाहिँ अलिक लामो निकाल्नुपर्छ धागो। यसरी धागो निकाल्दै 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 जाने। हेर्नुहोस् त यहाँ कति धेरै लामो तान्नुपर्छ। अब हजुरहरूले यसरी लामो धागो निकालिसकेपछि यसलाई 16 फन्का लाउने गर्ने र 16 फन्का लाउने। हेर्नुहोस् है त, यसरी 16 फन्का लगाउने अनि 16 फन्का लगाएपछि यसरी बाटेर राख्ने। म हजुरहरूलाई अर्को पनि देखाउँछु। फेरि यसै गरी लामो धागो लिने। हजुरहरूको हातमा यो लामो धागो अटाउँदैन भने पहिले हातमा उतापट्टिको हातले चाहिँ चेप्दै 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 जान पनि सक्नुहुन्छ है। त्यस्तो गर्दा सजिलो हुन्छ। अब हेर्नुहोस् त, यसलाई फेरि 16 फन्का लगाएर 16 सुते बत्ती बनाउने। 16 सुते बत्ती चाहिँ हामीले विशेष गरी पूर्णिमाको दिनमा बाल्दछौँ। पूर्णिमाको व्रत बस्ने मान्छेहरूले चाहिँ 16 सुते बत्ती बाल्नुहुन्छ। ल हेर्नुहोस्, यसरी 16 सुते बत्ती तयार भयो।